इमेजिन गर्नुहोस् तपाईले आफ्नो बिजनेसलाई प्रमोट गर्नलाई एउटा फेसबुक एड बनाउनु भयो। अब त्यो पोस्टलाई बुस्ट पनि गर्नुभयो। त्यो बुस्ट गर्दा तपाईले मोटामोटी 500 जति खर्च पर्यो रे। अब केही दिनपछि तपाईले 1000-2000 भ्युज आयो, केही कमेन्ट्सहरु आयो, तर लास्टमा सेल भने एकदमै जिरो। अनि भन्न थाल्नुहुन्छ फेसबुक एड्सले त कामै गरेन। त्यो काम कसरी गर्छ त? तपाईले त्यहाँ युज गर्नुभयो फेसबुकको एउटा सिम्पल फिचर जुन कि हो बुस्ट पोस्ट। अहिले एड्स म्यानेजर त चलाउन बाँकी नै छ। त्यसैले आजको यस भिडियोमा म कुरा गर्न जाँदैछु फेसबुक एड्स के हो, हाउ इट एक्चुअली वर्क्स र यसको एल्गोरिदमहरु, इन्गेजमेन्टहरु कसरी काम गर्छ त। एट द एन्ड बुस्ट पोस्ट र एड्स म्यानेजरको एक्चुअल डिफरेन्स के हो भनेर। त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् किनभने यसमा तपाईले केही पक्कै पनि नयाँ सिक्न पाउनुहुनेछ। किनभने आजको दिनहरुमा डिजिटल मार्केटिङमा पछि पर्नुभयो भने पक्कै पनि आफ्नो बिजनेसको एउटा ठूलो अपर्च्युनिटी मिस गर्नुहुनेछ। त्यसैले अब भिडियोलाई स्टार्ट गरौँ। हामी मध्ये कतिपयले सोच्छौं फेसबुक एड्स भनेको फेसबुकमा मात्रै चल्ने एड्सहरु हो, तर त्यस्तो हैन। फेसबुक एड्स भनेको मेटाको जति पनि एप्सहरु छ जस्तै कि मेसेन्जर भयो, इन्स्टाग्राम भयो, फेसबुक भयो, ती सबैमा चलिरहने एड्सलाई नै फेसबुक एड्स भनिन्छ, जुन कि इन द कन्क्लुजन मेटा एड्सहरु हुन्। फेसबुक एड्स एउटा यस्तो मिडियम हो जहाँ कि तपाईको सर्भिसहरु, आइटमहरु वा ब्रान्डहरु कस्टमरसम्म पुर्याउने काम गर्छ। फेसबुक एड्स भन्नसाथ धेरैजनाले बुस्ट पोस्ट मात्रै सम्झिन्छन्, तर यो त जम्मा ट्रेलर हो। यसको एक्चुअल मुभी त एड्स म्यानेजर हो, किनभने बुस्ट पोस्ट नजिकको देखिने सर्टकट हो, तर एक्चुअलमा एड्स म्यानेजर भित्र लुकेको यो एउटा सिस्टम मात्र हो। फर इक्जाम्पल भनौँ न, जस्तै कि तपाईको एउटा क्लोथिङ स्टोर छ अरे। अब तपाई चाहनुहुन्छ कि बुटोल, भैरवा र पोखरादेखिको 15 to 25 एजको फ्यासन कन्सियस युथहरुको तपाईको एड हेरेर सोरुममा आइपुग्नु। अब फेसबुक एड्स म्यानेजर तपाईले त्यस्तो ऑडियन्स छुट्याएर टार्गेट गरेर तपाईको कन्टेन्ट उनीहरुको मोबाइलमा स्क्रोल गर्दा गर्दै यति नेचुरल तरिकाले पुर्याउन सहयोग गर्छ के। त्यसैगरी बुस्ट पोस्ट यस्तो डीप टार्गेटिङ र प्लेसमेन्ट फ्लेक्सिबिलिटी दिदैन र आजको डिजिटल कम्पिटिसनमा तपाईले सबैले देखाउँछु भन्दा पनि सही व्यक्तिले देखाउँछु भन्ने स्ट्र्याटेजी अपनाउनु भयो भने तपाईको बिजनेस पक्कै पनि बुम हुनेवाला छ। अब तपाईले फेसबुक एड्स भन्ने त पक्कै पनि बुझ्नु भयो होला, तर अब यो हाउ एक्चुअली इट वर्क्स भनेर पनि बुझौँ न। यसको एल्गोरिदमले कसरी काम गर्छ, यसको इन्गेजमेन्टले कसरी काम गर्छ भन्ने कुराहरू, कसरी फेसबुकले तपाईको एडलाई सही मान्छेहरुसम्म पुर्याउँछ र कुन कुराले एल्गोरिदमलाई एक्टिभेट गर्छ। अब खोलौं फेसबुक एड्स भित्रको यी कुराहरू है त, जहाँ कि तपाईको पोस्टले कसरी फिड पार गर्छ र किन केही एडहरू हेरिरहँदा पनि स्किप गर्न मन लाग्दैन त। फेसबुक एड्सको सबै खेल भनेकै एल्गोरिदमको खेल हो। फेसबुकले डिसाइड गर्छ कि कुन एड कुन मान्छेलाई कहिले देखाउने भनेर। अब यसको दिमागले 4 वटा कुराहरूको विश्लेषण गर्छ है त। इन्गेजमेन्ट हिस्ट्री, कन्टेन्ट प्रेफरेन्स, युजर बिहेभियर र टाइमिङ प्याटर्न। अब मानौ सुजल नामको मान्छेले केही दिनदेखि स्मार्टफोन एक्सेसरिज हेर्दैछ अरे, मोबाइल रिभ्यू भिडियोज हेरिरहेको छ अनि केही टेक पेजेसहरूलाई फलो पनि गरिरहेको छ। अब एल्गोरिदमले के भन्छ भने सुजललाई ग्याजेट्स मनपर्छ अनि तपाईले चलाएको फोन कभरको एड उसैको फिडमा पुग्छ। लाग्यो भने त इमेजिन। यसरी एल्गोरिदमले इन्गेजमेन्ट हिस्ट्री हेर्छ, युजरले किन, कति समय, कुन पोस्टमा इन्टरेक्ट गर्यो भनेर। कन्टेन्ट प्रेफरेन्स हेर्छ, भिडियो मनपर्ने हो कि इमेज मनपर्छ। बिहेभियर पनि हेर्छ, ब्राउजिङ ह्याबिट, सपिङ टाइम, पर्चेज ट्रिगर्स र टाइमिङ प्याटर्न हेर्छ, जहाँ कि राति एक्टिभ हुनुहुन्छ कि बिहान भनेर। यी सबै मिलाएर एल्गोरिदमले यस्तो वातावरण तयार गर्छ नि जहाँ तपाईको एड कुनै र्यान्डम फिडमा होइन, सोचिएको मान्छेको पर्फेक्ट स्क्रोलिङ टाइममै एपियर हुन्छ। अब जसरी मान्छेलाई बाँच्नलाई अक्सिजन चाहिन्छ, त्यसरी नै एल्गोरिदमलाई चलाउन पनि अक्सिजन चाहिन्छ र त्यो अक्सिजन हो इन्गेजमेन्ट। इन्गेजमेन्ट नै फेसबुक एल्गोरिदमको इनर्जी हो। भन्छ नि माइटोकन्ड्रिया इज द पावर हाउस अफ सेल, त्यसरी नै इन्गेजमेन्ट नै पावर हाउस हो एल्गोरिदमको। तपाईको एडमा कतिजनाले लाइक गरे, कतिजनाले कमेन्ट गरे, कतिजनाले सेयर गरे अनि कतिजनाले भिडियो पुरा हेरे। यिनै चिजहरू एल्गोरिदमको लागि इन्डिकेटर हुन् कि यो एड मान्छेहरूलाई मन परिरहेको छ कि छैन भनेर। अब सपोज तपाईले एउटा 30 सेकेन्डको एड भिडियो बनाउनु भयो, भ्युअरले सुरुको 3 सेकेन्डमै स्किप गर्यो भने एल्गोरिदमले भन्छ यो विक कन्टेन्ट हो र तपाईको एडको रिच पनि घट्छ। तर भ्युअरले 15 सेकेन्ड ध्यान दिएर हेर्यो, रियाक्ट गर्यो, कमेन्ट लेख्यो, एल्गोरिदमले तुरुन्तै बुझ्छ कि लेट्स पुश दिस अप। र त्यसैले भ्युअरको क्युरियोसिटी, कमेन्ट,
इमोजी रियाक्सन अनि सेयर जस्तो चिजहरू यी सबै कुरा तपाईँको एडको फ्युचर भिजिबिलिटीलाई डिसाइड गर्छ। अब एड बनाउँछु र त्यो 1-2 दिनमै चल्छ भन्ने चाहिँ हुँदैन। कन्टेन्ट इङ्गेजिङ पनि हुनु अनिवार्य नै हुन्छ। एल्गोरिदमले ध्यान दिन्छ कि यसले मान्छेहरूको एटेन्सन कति सेकेन्डसम्म बाँधिरहेको छ भनेर। अब पक्कै पनि तपाईँले फेसबुक एड्सको एल्गोरिदम र यसको इङ्गेजमेन्टले कसरी काम गर्छ भन्ने पनि बुझ्नुभयो कि होला। तर अब आउँछ यस्तो मोड जहाँ बिजनेस ओनरहरू फस्छन्, बुस्ट पोस्ट गर्ने कि एड्स म्यानेजर गर्ने भनेर। दुवै फेसबुक एड्स नै हुन्, तर यिनीहरू बिचको फरक यति चुपचाप छ कि पैसा बग्छ तर रिजल्ट आउँदैन। अब बुझौँ तपाईँले बुस्ट पोस्ट चलाउनु पर्छ कि एड्स म्यानेजर भनेर, र कुनले तपाईँलाई लाइक मात्र होइन एक्चुअल कस्टमरहरू पनि दिन्छ भनेर। अब मानौ तपाईँले न्यू एराइभल क्लोदिङको पोस्ट फेसबुकमा राख्नुभयो अरे, त्यसलाई बुस्ट गर्नुभयो, एज 18 to 35, लोकेसन बुटोल, 3 डेजको कम्पेन, RS 500 बजेट। पोस्ट चलेको देखियो, लाइक आयो, कमेन्ट आयो, प्राइस कति हो, डेलिभरी हुन्छ, तर अर्डर छैन। किनभने बुस्ट पोस्ट रिच त गर्छ तर कन्भर्जन ओरिएन्टेड टार्गेटिङ, अप्टिमाइजेसन र टेस्टिङ गर्दैन। अब यही इक्जाम्पललाई एड्स म्यानेजरमा चलाउनु भएको भए तपाईँले 2टा क्रिएटिभ टेस्टहरू पाउन सक्नुहुन्थ्यो। टार्गेटिङ अडियन्स पाउन सक्नुहुन्थ्यो अनि पिक्सेलले ट्र्याक गर्थ्यो कुन अडियन्सले चेकआउट गर्यो तर किनेन, बजेट पर्फर्म गरिरहेको भर्जनमा सिफ्ट हुन्थ्यो। फरक यति हो कि बुस्ट पोस्टले देखाउँछ तर एड्स म्यानेजरले बुझाउँछ। बुस्ट पोस्ट सजिलो हुन्छ, पोस्ट हालेपछि बटन थिच्नुहोस्, काम सकियो। तर यो सर्फेसली मात्र हुन्छ, टार्गेटिङ बेसिक हुन्छ, प्लेसमेन्ट लिमिटेड हुन्छ, रिपोर्टिङ स्यालो हुन्छ अनि मनमा एकदमै पपुलर देखिएको इङ्गेजमेन्ट पछि पनि बिक्री नहुनुको कारण नबुझेको त्यो झिनो फ्रस्ट्रेसन नै फोमो बनिदिन्छ। अब एड्स म्यानेजर बुझौँ। एड्स म्यानेजर भनेको फुल फ्लेज्ड एडभर्टाइजिङ स्टुडियो हो। यहाँ तपाईँले अब्जेक्टिभ अनुसार क्याम्पेन बनाउनुहुन्छ, सेल्स, ट्राफिक, लिड्स, भिडियो भ्युज। टार्गेटिङमा तपाईँ डिप जान सक्नुहुन्छ, लोकेसन मात्र होइन, इन्ट्रेस्ट, बिहेभियर, पास्ट एक्टिभिटीसम्मै। टेस्टिङ गर्नुहुन्छ कुन क्रिएटिभ काम गर्छ, पिक्सेल इन्स्टल गरेर वेबसाइट भिजिट गर्नेहरूलाई फेरि टार्गेटिङ गर्नुहुन्छ, बजेट अप्टिमाइजेसन पनि स्मार्टली चलाउन सकिन्छ। र सबैभन्दा मेन कुरा, डाटा हेरेर डिसिजन लिन सकिन्छ। सजिलोमा भन्नुपर्दा एड्स म्यानेजरले तपाईँलाई रिजल्ट नाप्न, बुझ्न र इम्प्रुभ गर्न दिन्छ, जुन कि बुस्ट पोस्टले त्यो लेभलसम्म दिन सक्दैन। अब बुस्ट पोस्ट र एड्स म्यानेजरको दुवैको ड्रब्याक्सको कुरा गरौँ है त। बुस्ट पोस्टले के गर्छ भने तपाईँलाई कन्ट्रोल दिँदैन, लाइक आउँछ, रिच देखिन्छ, तर किन बिक्री भएन भन्ने थाहा पाइँदैन। किनभने पिक्सेल नै छैन, फनेल ट्र्याकिङ नै छैन, कस्टम टार्गेटिङ पनि छैन। बुस्ट पोस्ट फ्लायर बाँडे जस्तै हो, कसले पढ्यो कसले फाल्यो थाहै छैन। एड्स म्यानेजरको के हो भन्दा थोरै समय दिनुपर्छ, सिक्नुपर्छ, टुल्सहरू बुझ्नुपर्छ। तर जब तपाईँले बेसिक बुझ्नुभयो नि, तपाईँको पैसा कहाँ गइरहेको छ, किन फर्किरहेको छैन, सबै देख्न थाल्नुहुन्छ। बुस्ट पोस्ट सस्तै हुन्छ तर त्यसमा भने तपाईँले ब्लाइन्डली पैसा फालिरहनुहुन्छ। एड्स म्यानेजर थोरै मेहनत माग्छ तर हरेक रुपियाँको भ्यालु दिन्छ। अब तपाईँले पक्कै पनि बुझ्नुभयो होला बुस्ट पोस्ट के हो, एड्स म्यानेजर के हो। किनभने फेसबुक एड्स भनेको बुस्ट पोस्ट मात्रै होइन, एक्चुअलीमा यो भनेको पुरै एउटा डेटा ड्रिभन सिस्टम नै हो। बुस्ट पोस्टबाट पपुलर त भइन्छ, तर प्रफिटेबल हुन चाहनुहुन्छ भने एड्स म्यानेजरको पावर युज गर्नै पर्ने हुन्छ। र सम्झनुहोस्, आज सिकेर स्टेप नलिए फोमो तपाईँलाई हिजोको आइडियाको पछुतो बन्न सक्छ। कसैको इनबक्स आज कस्टमरले भरिन्छ अनि तपाईँ भोलि सोध्दै बस्नुहुन्छ मैले त किन काम गरेन भनेर। यदि तपाईँ आजको भिडियोबाट केही नयाँ सिक्नुभयो भने पक्कै पनि भिडियोलाई लाइक गर्नुहोला र अबको नेक्स्ट भिडियोमा मैले फेसबुक एडले कसरी काम गर्छ र यसलाई बुस्टिङ कसरी गर्ने भनेर चाहिँ सिकाउने छु। द्याट्स इट फर दिस भिडियो। अब आजको लागि यति नै।